यो मेरो किचनमा भएको फुलकोपी हो, जसलाई मैले आज बिहानै मात्र नजिकैको पसलबाट 120 रुपियाँ प्रति केजी हालेर किनेको थिएँ। अझ केही महिना अगाडि दसैँ तिहार जस्तो चाडपर्वको बेलामा 180 हालेर किन्नु परेको थियो। महँगो छ, आइनो। चाडपर्वको बेलामा महँगो हुनु कुनै ठुलो कुरा होइन। इट इज अल नर्मल, राइट? नो, इट इज नट नर्मल। तपाईँले चाडपर्वमा किन्नु भएको यो फुलकोपीको खास मूल्य बढीमा 20 देखि 30 रुपियाँ मात्रै हो, र यो 30 पर्ने फुलकोपीलाई एउटा माफियाले यसरी कन्ट्रोल गरिरहेको छ कि तपाईँले त्यही तरकारीलाई डबल त्रिबल होइन, 8 गुणा महँगोमा किन्न बाध्य बनाइएको छ। र अझ वर्स्ट कुरा, दिनरात काम गर्ने किसानले यी माफियालाई कौडीको दाममा बेच्न परिरहेको छ, र किसानसँग यो गर्नु बाहेक अरू केही पनि अप्सन छैन। मेरो 120 रुपियाँबाट कति जति रकम यो फुलकोपी उत्पादन गर्ने वास्तविक किसानको गोजीमा गइरहेको होला? 100 रुपियाँ, 80 रुपियाँ, कम्तीमा 70 रुपियाँ त गइरहेको छ होला नि? नो, जम्मा 5 रुपियाँ मात्र गइरहेको छ। अझ कति किसानले त 5 रुपियाँमा पनि बेच्न नसकेर या त खोलामा फाल्ने या त सडकमा फाल्ने गर्नुपर्छ। तरकारी फलाउने र दुःख गर्नेलाई प्रफिट नै नहुने, तर तपाईँ हामीले किन्दा वालेट नै रित्ताउनु पर्ने। त्यसो भए बीचको यति धेरै पैसा आखिर कसले खाइरहेका छन् त? आउनुहोस् आजको यो भिडियोमा बुझ्ने कोसिस गरौँ। यी हुन् निसीखोला गाउँपालिकाको कृषक सन्तबहादुर थापा। उनले 6 महिना लगाएर यो पालि ठूलो मात्रामा फुलकोपी फलाएका छन्। त्यसैले उनी यो पटक धेरै नै खुसी हुन्छन्। तर उनको यो खुसी धेरै बेर टिक्दैन, किनभने सन्तबहादुरलाई यो तरकारी बागलुङबाट काठमाडौँ लगेर बेच्नुपर्ने छ। तर उनीसँग न त गाडी नै छ, न त कोल्ड स्टोर नै, र यहाँ इन्ट्री हुन्छ मिडलम्यान अर्थात् बिचौलियाको। यी बिचौलियाहरूको व्यापार भनेको नै सन्तबहादुर जस्तै किसानको तरकारी लगेर बजारमा पुर्याइदिने हो। सन्तबहादुर जोसँग अथाह तरकारी छ, तर उनीसँग त्यो तरकारीलाई मार्केटसम्म लैजाने साधन छैन, र बिचौलियाहरूले त्यही डिसएडभान्टेजको फाइदा उठाउँछन्। गएको यो 6 महिनामा फुलकोपीलाई फलाउन सन्तबहादुरले टन्नै खर्च गरेका छन्। उनको मोटामोटी खर्च अनुसार उनले 1 केजी फुलकोपी फलाउन 25 रुपियाँ खर्च भएको इस्टिमेट गर्छन्। यदि सन्तबहादुरले थोरै प्रफिट कमाउनु छ भने कम्तीमा पनि 10 रुपियाँ भन्दा बढीमा बेच्नुपर्छ। तर बिचौलियाहरूले सन्तबहादुरको यही मजबुरीको फाइदा उठाउँदै मैले पनि यो सामानलाई काठमाडौँ लैजानुपर्छ, ढुवानी, कोल्ड स्टोर र इलेक्ट्रिसिटी महँगो छ भन्दै सन्तबहादुरबाट 30 रुपियाँ प्रति केजीमा तरकारीको डिल गर्छन्, र यहाँबाट तरकारी माफियाको रियल राजनीति सुरु हुन्छ। अब यो बिचौलिया अर्थात् मिडलम्यान 1 ले कृषकबाट 30 मा किनेको तरकारी मिडलम्यान 2 जोसँग ठूलो गोदाम र कोल्ड स्टोर छ उसलाई लगेर 50 मा बेच्छ। तर यो मिडलम्यान 2 धेरै नै बाठो हुन्छ। उनीहरूले चाडपर्व आउन लाग्यो भने वा तरकारीको मूल्य घट्यो भने बजारमा तरकारी नै नपठाएर फेक स्क्यार्सिटी क्रिएट गर्छन्, र चाडपर्वको बेला त्यो तरकारीलाई वात्तै महँगोमा बेच्छन्। अब मिडलम्यान 2 ले मार्केटको डिमान्ड र सप्लाई अनुसार उनीहरूले 50 मा किनेको तरकारी ठूलो ठूलो होलसेलर जस्तो कि कालीमाटी तरकारी बजारलाई 95 मा बेच्छन्। अब कालीमाटीले पनि केही नाफा खानु पर्यो। उनीहरूले 10 रुपियाँ मात्र मार्जिन राखेर 105 मा खुद्रा व्यापारीलाई बेच्छन्। खुद्रा व्यापारी भन्नाले तपाईँ हाम्रो वरिपरि रहेका साना तरकारी पसल। ती तरकारी पसलेहरूले पनि त्यो तरकारीलाई आफ्नो पसलमा ल्याएर त्यही कालीमाटीको मूल्यमा बेच्दैनन्। उनीहरूले पनि 10 देखि 15 रुपियाँसम्म मार्जिन राखेर त्यही फुलकोपीलाई 120 देखि 125 सम्म बेच्न राख्छन्, र अल्टिमेटली किसानले 30 मा बेचेको फुलकोपी तपाईसँग आइपुग्दा 125 रुपियाँ प्रति केजी बन्न जान्छ। तपाईँले भन्नुहोला, यदि एउटा तरकारीमा यतिसम्म मोनोपोली हुन्छ भने सरकारले यसमा किन केही गर्दैन? किनभने यी तरकारी माफियाहरूको ठुला मान्छेहरूसँग डाइरेक्ट कनेक्सन हुन्छ, र त्यसैले किसानको आवाज कसैले पनि सुन्दैनन्। जो रियल किसानले घाम पानी नभनी दुःख गर्छन्, पसिना बगाउँछन्, उनीहरूले 5 रुपियाँ नाफा कमाउन पनि ठूलो सङ्घर्ष गर्नुपर्छ। तर अर्कोतिर जसले माटो कस्तो हुन्छ, दुःख कस्तो हुन्छ भनेर देखेको पनि हुँदैनन्, उनीहरूले नै किसानको रगत चुसेर धेरै पैसा कमाइरहेका छन्।